नमस्ते। यो चाहिँ आबु खैरेनीबाट पोखरासम्मको बाटो हो र अहिले चाहिँ म दमौलीमा छु र दमौलीबाट अब आबु खैरेनीसम्म कस्तो छ बाटो तपाईँहरूलाई देखाउँछु। कति राम्रो बाटो बनेछ अस्ति म चाहिँ मुङलिङबाट पोखरा चाहिँ केबल कारबाट कनकामा केबल कारबाट पोखरा चाहिँ 1 घन्टा 30 मिनटमा 1.5 घन्टामै पुगेको थिएँ। त्यति राम्रो त्यति चाँडो हुने भएको छ बाटो चाहिँ हेर्नुहोस् है। मैले जस्ट दमौली क्रस गरेँ। तालघरे भन्छ। अलि बिस्तारो नै कुदाउँछु गाडी। मलाई एकजना एउटा गाडीले चाहिँ ओभरटेक गरेर हिँडेको। यतापट्टि 2 लेन छ, यतापट्टि 2 लेन छ। 4 लेनको बाटो हो र ठाउँमा सहरहरूमा चाहिँ 6 लेनको बनाएको छ। अहिले चाहिँ म घाँसी कुवा भन्ने ठाउँमा आएको छु। देब्रेपट्टि चाहिँ घाँसीले बनाएको कुवा छ। पहिला चाहिँ यहाँ पार्क थियो घाँसी कुवाको। चाहिँ बाटो ठुलो बनाउने हुँदाखेरि सबै भत्कायो। यहाँ चाहिँ त्यो सिमेन्ट बनाउने केमिकल बोकेर गाडी पल्ट्याएको थियो टर्निङमा।
चाहिँ कमलबारी भन्छ। यो ठाउँमा चाहिँ कैनी थर गरेको मान्छेहरू छ धेरै कमलबारीमा। मेरो जानकारीमा आए अनुसार चाहिँ कलमा पनि 5 नम्बर गियरमा मजाले हिँड्न हुन्छ। देब्रेपट्टि चाहिँ त्यहाँ गणेश हिमालहरू देखेको छ, मनसु गणेश हिमालहरू देखाएको छ। बदल चुकी ना जाने तुम कब आओगे। देउराली भन्ने ठाउँमा भन्ज्याङमा आइपुग्यो। नजारे अपनी मस्तियाँ दिखा दिखा के सो गए, सितारे अपनी रोशनी लुटा लुटा के सो गए। हर एक शम्मा जल चुकी ना जाने तुम कब आओगे। सुहानी रात ढल चुकी ना जाने तुम कब आओगे। तड़प रहे हैं हम यहाँ, तड़प रहे हैं हम यहाँ तुम्हारे इंतजार में, तुम्हारे इंतजार में। निजाम का रंग आ चला है मौसम बहार में। यो चाहिँ छिर्कने भन्ज्याङ भन्ने ठाउँ आइपुग्यो। यो चाहिँ पृथ्वी हाइवेको सबभन्दा अग्लो ठाउँ हो भन्छ, हाइएस्ट पोइन्ट भन्छ। पृथ्वी हाइवे चाहिँ खास नौबिसेबाट पोखरासम्म आउने बाटोलाई चाहिँ, पुग्ने बाटोलाई चाहिँ पृथ्वी हाइवे भन्छ र त्यो बिचमा पर्ने सबभन्दा हाइएस्ट पोइन्ट भन्छ यसलाई। अब हामी चाहिँ ओह्रालो ओह्रालो गर्दै पोखराबाट हिँडेको, पोखरा एयरपोर्टबाट हिँडेको लगभग 1 घन्टा हुन लाग्यो। लगभग 1 घन्टामा चाहिँ ठाउँ पनि क्रस गरिसकेँ है।
निभाना पड़ेगा। तरसती निगाहों ने आवाज दी है, मोहब्बत की राहों ने आवाज दी है। जाने हया जाने अदा छोड़ो तरसाना तुमको आना पड़ेगा। जो अदा किया वो निभाना पड़ेगा। ये माना हमें जाते जाना पड़ेगा। पर ये समझ लो यति सुन्दर छ कि बाटो यति सुन्दर छ कि हिँडेको छु म ठ्याक्कै 70 80 90 70 80 90 को स्पिडमा हिँडिरहेको छु। कोही ठाउँ 100 पनि पुग्छ। हम अपनी वफा पे ना इल्जाम लेंगे। तुम्हें दे दिया है तुम्हें जा भी देंगे। जब इश्क का दादा किया फिर क्या घबराना, हमको आना पड़ेगा। जो वादा किया वो निभाना पड़ेगा। माथि देखेको डाँडाहरू चाहिँ यो चाहिँ बन्दीपुर हो। अब म चाहिँ डुम्रे आइपुग्नु लागेँ। त्यो माथि देखेको डाँडाहरू चाहिँ बन्दीपुर हो। छुट्टो डाँडाहरू चाहिँ बन्दीपुर हो। सूरत तुम्हारी मेरे मन को ये तुम्हें क्या इशारा। कुछ बोलो, अरे ओ दिल का पर्दा खोल लो। जिया जिया कुछ बोल दो, अरे ओ दिल का पर्दा खोल लो। जब प्यार किसी से होता है तो दर्द सा दिल में। यो ठाउँलाई चाहिँ रिमाल्नी भन्छ। ठाउँलाई चाहिँ रिमाल्नी भन्छ।
अहिले डुम्रे आइपुगेँ लगभग 1 घन्टा 4 मिनटमा 1 मिनट 4-5 मिनटमा चाहिँ म पोखराको एयरपोर्टबाट डुम्रे आइपुगेँ। यो चाहिँ डुम्रे बजार हो। यहाँबाट चाहिँ अलिकति अगाडि त्यो अगाडि ट्याम्पो गइरहेको ठाउँबाट देब्रेतिर गयो भने चाहिँ लमजुङ हुँदै मनाङतिर पुगिन्छ भने हामी सिधै जाँदा काठमाडौँ पुगिन्छ। यहाँबाट देब्रेतिर गयो भने चाहिँ लमजुङ हुँदै मनाङतिर पुगिन्छ। जब प्यार किसी से होता है तो दर्द सा दिल में होता है। तुम एक हसीन हो लाखों में पल पाट तुम्हें कोई खोता है। जिया 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 कुछ बोल दो अरे ओ दिल का पर्दा खोल दो। पोखराबाट डुम्रे चाहिँ अहिले 1 घन्टा 4-5 मिनटमा आइपुग्दो रहेछ है पोखराको एयरपोर्टबाट। यस्तो राम्रो बाटो बनेको छ। अब यहाँबाट मुनि चाहिँ 22-23 किलोमिटर छ, 23-24 किलोमिटर छ। माथि देखेको डाँडा चाहिँ बन्दीपुर हो। यहाँबाट चाहिँ दाहिनेतिर चाहिँ एउटा केबल कारको स्टेसन छ। यहाँबाट चाहिँ बन्दीपुरसम्म माथि केबल कार चढेर जानु सक्छ मान्छेहरू। ठाउँलाई चाहिँ यो अगाडिको बजारलाई चाहिँ विमल नगर भनिन्छ। यो चाहिँ पहिलाको एकदम ठुलो जक्सन हो। यो पछाडि छोडेर आएको जुन डुम्रे बजार यो चाहिँ एकदम ठुलो जक्सन हो। यहाँबाट दाहिनेतिर गयो भने 1.5 किलो 2 किलोमिटर जति माथितिर गएपछि भित्तामा चाहिँ सायद दक्षिण एसियाकै ठुलो होला गुफा छ। यो ठ्याक्कै मेरो म जहाँ छु त्यहाँ ठ्याक्कै अगाडि दाहिनेपट्टि साइडमा चाहिँ रक क्लाइम्बिङ गर्न आउँछ खैरीहरू, टुरिस्टहरू, पर्यटकहरू। अब यहाँ अगाडि अलिक अगाडि गएपछि चाहिँ नयाँ पुल भनिन्छ। यहाँबाट चाहिँ म असला माछा पायो भने असला माछा लिएर जान्छु। असला माछा पायो भने लिएर जान्छु।